अब तरी काटिदिनु पर्यो यी राख्ने यो यी राख्नु पर्यो पुत्काको डुँड बनाइराख्नुपर्छ नि यस्तो यो चाहिँ यहाँ भुइँमा झारेर चाहिँ काट्नु पर्ने युट्युबमा त नआउँछ होला यो चाहिँ काट्नुहोस् कि काटेको मात्रै एउटा बोल्दै बनाउनुहोस् न कुदका चाहिँ यसरी उयो गर्छ भने क्या डुँड चाहिँ झारिसकेको छ अब यहाँनिर चाहिँ काट्नुको लागि काट्ने कार्यक्रम भइराखेको छ गाइस गोबाले त्यसको मैनले यो दुईपट्टि नै छ सन्चो यसको हँसिया गर्नुपर्छ क्या हँसियाको टुप्पोले भन ल्याउनुहोस् तपाईँ कहाँ चाहिँ थियो हो छिप्पेको रहेछ र तल्लो बारीको थियो साह्रो बारी खरानी गर्नुहुँदैन मोर पनि हामी खोइ दार्जिलिङको यतिमा काटौँ त हो माथि माथि भएर आएको थियो काटिदिएको त्यहाँदेखि उतापट्टि टुप्पापट्टि पनि थियो नि यत्तिको पुरा जोइन भएको रहेछ है कुटका काट्ने कार्यक्रम धम्माधुम भइरहेको छ यहाँनिर चाहिँ केले चाहिँ पक्रिन्छ यसरी चाहिँ उसको त्यो उयो मैनले है छिन बाटो नि छिन चाहिँ छ पुरा मैनले पक्रेछ नि हो रहेछ नि ढुङ्गा लाउनु पर्ने हाम्रो पर्ने छ उतापट्टि यो पुरा अस्ति खानु पर्ने ठाउँ बनायो यसो ठाउँ भात छ नि टुप्पो भात छ हो त म पनि राम्रो रहेछ हौ आधी बोतल बेसी आउँछ एक बोतल आउँछ
बनाउनु पर्यो नि त्यो मैन हो खुट्का चाहिँ यसरी काट्नु पर्ने रहेछ गाइस यसरी भन्ने चाहिँ यो चाहिँ उसको मनले उसको तालहरू चाहिँ पुरै बलियो जोइन गरेको हुँदो रहेछ बाँसको बनान उयो होइन यो आफै काट्दा पनि यसरी हेरेर तर माथि ठेकी भेट्दा चाहिँ जोगाइ हाल्नु केस पनि काट्छ अरे नि यसले त जङ्गलमा चाहिँ काट्छ ठिक हुन्छ यसको ठेकीभित्र हुन्छ नि मलाई यो लानु केला भन्नुपर्ने मलाई यसो ठुलो गर्नु ला माथिको होइन रुमटेकमै छाउँछ हेर्दैछ बुबुले कसरी बेच्नु साँच्चै नछोड्नु गान्तोक नै पठाइन्छ 2 जना बस्ने यो तेलाले दिनुहोस् ए यहाँ रहेछ त्यहाँबाट देखाइदिनु नि पत्र चाहिँ राम्रो पछि काट्छ राम्रो काटेर पछि काट त्यो ल्याउने बित्तिकै काडी नि बुटेला 3 पावा बेसी हाल्थ्यो अस्ति पो काटेन त अस्ति पुत्ला छ नि फिक्नुपर्छ नि यो पोसेको छ भने चाहिँ हामी नगर्नु असल हुन्छ त्यसले त ठग्छ दाम लाउँदा कस्तो कस्तो आमा होइन आमाको कहाँ भएको त्यतिकै ठाडो पारेर पोस्टै छ खाइदिनु मात्रै छ बोल्नु नसकेको यो बोल्नु नसकेन त्यो लाएर बाहिर मात्रै लागेको के गर्ने के पुग्ने गरेको गएर आफूको चाहिँ देवाले पुग्छ पै नपरायो हेर्नुपर्छ अरे परायो पनि पुग्छ लोग्रो देख्यो लोग्रो देख्यो पुग्छ देवाले देखाएर उतो लाएर पुग्नु राम्रो काम गर्छ यो गाईले चाहिँ यसले नि ठिक्कै हो त्यो गाईलाई यो कुद पनि दबाई नै हुन्छ नि है
हावाले पक्रिहाल्छ नि गोबर यो सुर्खा झार चाहिँ यो कस्तो काट्दाखेरि कुट निकाल्दैन रहेछ खै दाउसानाले यो कुट चाहिँ कहाँ निकालिदिनुपर्छ कि म एक वर्षमा काटे पोलेतिमै काटेको निकाल्नु त के बनाइदिँदै थियो उता गर्दै थियो जग्गा मात्रै बनाएको जस्तो लाग्यो धेरै भयो नि धेरै भयो लाइट पनि गोबर लगाइदिनु पर्छ नि के हुन्छ ल्याउनु पर्छ त उतै मात्रै रहेछ नि फ्रिजमा चाहिँ यस्तो हुन्छ नि अनि लाइट मेरो सुरुमा लाइट पनि छ यो म केटा पठाउँछु म फेरि भयो यो त कता ल्याउँदैछ लाइट देख्यो पो स्वादेश यो कुट्टा यो कुट निकालिदिएन रहेछ नि यो कोर्ने मूल्य छ टस जो निकाल्छ त टस्टाको चाहिने पर्छ त्यो आलु टस मजाले धेरै परेको त्यो पनि टस्टा पारेको यो पोलिन्छ म ल्याउँछु उनकोमा कति टुर छ मेरोमा 5 टुर छ ए Saya nak kutung eh. यसको माथिको त्यो गाउँमा चाहिँ भेट्नु कसो पर्ने नि त्यहाँको कुट्ने सेस नि हुन्छ भाइ हुन्छ यो त छुट्टिन्छ नि बु भने छुट्टिन्छ त्यो त छुट्टिन्छ तर बोतलमा मात्रै छुट्टी हुन्छ है अब निचोर त्यो त कसै हुन्छ तर हुन्छ अलिअलि यत्तिको चाहिँ यो चाहिँ लत त हुन्छ नि पहेँले देख्छ आफै छुट्टिन्छ त्यो जिउमा पर्छ त्यसो Ada? Bahal kali lah. चाहिँ त्यसो Pani ano? मामा टोसको लाइटमा पोर्छलाई कुदो जानुपर्छ त्यो 3-4 महिना म त्यो मनेहरू के सिजन भएर थाहा पाउँछ नि म लगाएको भन्नु पुरा भनिदिन्छ नि त्यो लगाएपछि लगाएपछि कति बोलाउँछ एक बोतल अलि नहुने आधी बोतल चाहिँ ज्यादा आउँछ कोनसम्म छ लाइट लगाएर हेरेको यहाँसम्म छ अब उता यहाँसम्म छ यहाँ दिएको त नसर बच्चा उता त नकाट मलाई त विचार गर्नु कस्तो दुईपट्टि खानु त हुँदैन फेरि अर्को अर्कोपट्टि चाहिँ अर्को पेट अर्को छ अर्को छ विचार गर्दै म त आउँछ छैन अलिक उसाल्दै लाइट मऱ्यो क्या पहिला लाइटहरू दामी झर्दैछ तेल जस्तै देख्दैछ निकेल पहेँलो पऱ्यो
बच्चाले चाका दे त्यसरी पो उयोले घरि के थापेर घरि केला थापेर म खानु लिएको जुन पार्छ किन भएको छैन नि के आउँछ होला कब बनाउनु मसला हो नि त्यसको बुझ्छु पातला भन्दा त मोटै त ठिकै भयो ए मोटै छ मोटो यसरी काट्छ हेर्नु नि काठको भन्दा त यस्तो बोल्दै छ अहिले अब सफा गर्छ अब त्यो बुझ्छ नहेरौँ भात दाम जितेको हैन दुईपट्टि फेरि यतापट्टि काटिहाल्यो उतापट्टि काट्नु हुँदैन अब हेरि मात्रै जान्छ नि हुन्छ हुन्छ फेरि उनीहरूलाई जाडो महिनामा खानु छ खानु छ है यताको फेरि टक्क काटी पठाउँ दुईपट्टि त हुन्छ कि अब काट्दा चाहिँ यतापट्टि हेरेर हेरेर ट्राई यो बाजु छ कि त्यो बच्चा पोखरी देउरा यो मैले यति साह्रो मैले नि सम्झेको छ हुँदैन हेर्न यो कमिला त कालो कमिला यो आफै आएको यो यो कहाँबाट होला नि ओ कमिला पो बस्दै थिएछ है कुत्काहरू डिस्टर्ब गर्दैन यसले ब्याङपाटाले चाहिँ डिस्टर्ब गर्छ होला है उताबाट यता ल्याउँथ्यो कि बा कमिला के ल्याएर जान्छ कस्तो नि भित्र होइन त्यति टक्क हुँदैन के गर्छु नि यो कुरो खानु पर्दैन धेरै लगाउँ बु त्यसो भनेपछि ढुङ्गै लगाइदिनु यसमा त हुन्छ काट्यो ए त्यतापट्टि म गोबर अलिक लिन्छु बु हुन्छ यो कुरो खानु पर्दैन भने त पल्किँदैन ए खाँदैन यसले यहाँ गोबर आएको थियो मैले माउरी जस्तै यो बाहिर निक्लेकोहरू चाहिँ पक्रेर हाल्दा हुन्थ्यो होला नि अर्को ड्रोनमा त्यसरी आएको कति सारिने थियो नि आउने त्यसरी आएकोमा त यो मौका के अहिले बुलाई गरिमा गयो त त्यो आउँथ्यो नि हामी भनेपछि 4-5 महिनामा हेर्नु पर्ने रहेछ है अब यो कात्तिको साह्रो ठुलो दबाई हेरेन भने चाहिँ खाइहाल्छ नि आफै खाँदैन यसले त खाँदैन लगाइसक्यो कति तोते भन्दो रहेछ शरीर छैन रहेछ है अब अब यो कति 30 तारिक लाग्दैछ हिजो 30 तारिक यो लाउँदैन यहाँ त्यो लाउँदैन त्यो यो दबाई हुन्छ पोलेर मिल्दैन क्या मिल्दैन त्यसले जइन गरिहाल्छ ढुङ्गा त राम्रो हुन्छ नि बलियो ट्याक्टै फुटिन्छ कि यसरी त्यो चाहिँ सकिनु भयो त एउटा अर्को एउटा यो हुन्छ के बु त्यो मिलाएर एउटा यो हल्का लाउँछु म त माथि यो पो बु हेर्नु त यो यसलाई त्यो बच्चा अलग 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 फुट्नु पर्ने नि ए त्यो नआउँदा
चिन्ता आफै जान्छ केलिँदै धुँदै छुट्टै भित्रै लाउनु पर्ने नि होइन आफै यसो भुइँमा राखिदिनु आफै जान्छ यहाँतिर आउनु हो त्यसो भित्रतिर राखि फुकोमा त्यो केलिँदै चाड्दै चाड्दै जान्छ उनीहरूको त्यो खिचिदिएको छ यो चिउरी अब फुल्ने सिजन हुँदैछ कि अब यो तर्दैछ यो मनेहरू फुल्दै तर्दैछ भनेपछि चाहिँ पक्का काट्नुपर्छ भाइ झरिलो हुन्छ त्यति बेला नि त्यति बेला त्यस्तो पानी उयो भइबस्ने मान्छे दामी खाने डल्ले खोर्सानी रमाइलो खान्छ उयो हेरिबस्नु हुँदैन धेरै अनुहार लुगा दिइहाल्नु कुन चाहिँको खोर्सानी खाना दुखेर दिएछ पखेटै वाक्क पारिदिन्छ अम्बकको खुकुल्टा पार्दाखेरि यसलाई त अरू केही हेर्नु पर्दैन कि हजुर खालि भित्ती र उयो मात्रै हेर्नुपर्छ माकुरा यसलाई नि भु अरू त चराचुरुङ्गीले भेट्ने होइन भेट्ने होइन हो कमिला कमिलाले पनि त्यति गर्न सक्दैन तर टुट्टीबाट चाहिँ पस्नु दिँदैन ए हिट लाउनु हुँदैन ल नत्र त हिट लायो भने त सखा हुन्छ यसो रङले जान्छ हो रङ डिस्टम्बरहरू सबैले जान्छ लु 2 भाइ 3 भाइले फेरि हिँड्दा होला हुन्छ लु त्यता राखिदिनुहोस् अहिले चाहिँ चौता म दिन्छु पिच्चो बनाइदिनु ल पछि चाहिँ होस् कि त्यहाँदेखि भोलिपछि त राख्नु हुँदैन यसलाई चढी हुन्छ भित्र पनि पुरै छ अलिक बल उहीँ चढी जाने त्यतै थियो त्यस्तै जान्छ कमिलै कमिला यस्तोतिर राख्दा पनि हुन्छ भनेपछि यहाँ हाडेको घोचा ल्याउनु कि